श्रीमतीको मौन पीडा धेरै पटक कसैले देख्दैन, आफ्नै श्रीमानले पनि देख्दैन। श्रीमान आफ्नो श्रीमती बाहेक अरू सबैको कुरा धैर्यले सुन्छ। अरूको दुःख देख्दा उसलाई तुरुन्त सहानुभूति जाग्छ, तर जब आफ्नै श्रीमतीको पीडा, थकान र सङ्घर्षको कुरा आउँछ, उही कुरा उसलाई कहिलेकाहीँ नाटक गरे जस्तो लाग्छ। घर बाहिर श्रीमान समझदार मान्छे भनेर चिनिन्छ, सबैलाई सल्लाह दिन्छ, सबैको समस्या सुन्छ। तर घरभित्र एउटी महिला छ जो उसकै साथमा दिन रात बिताउँछ, तर उसको मनको आवाज सुन्ने फुर्सद भने उसले पाउँदैन। श्रीमती सधैँ ठुलो आवाजमा रोइरहेकी हुँदिनन्, ऊ झगडा गर्न पनि चाहदिनन्। कहिलेकाहीँ ऊ चुप लागेर बस्छिन्, काम गरिरहन्छन्, जिम्मेवारी निभाइरहन्छन्, तर भित्रभित्रै थाकिरहेकी हुन्छन्। ऊ चिच्याउँदिनन्, ऊ गुनासो कम गर्छ, तर त्यसको अर्थ यो होइन कि उसको मन टुटेको छैन। कहिलेकाहीँ उसले केवल यति चाहन्छे कसैले सोधिदियोस्, तिमी ठिक छौ, अनि उसको भावनालाई बुझिदियोस्। श्रीमानले संसारलाई जित्न खोज्दै गर्दा यदि आफ्नै घरभित्रको मन हार्दै गयो भने त्यो जित अधुरो हुन्छ।